अत्यन्तै शक्तिशाली छ जुन गाउँले दुष्ट शैतानहरू भाग्ने गर्दछ। विभिन्न रोगहरू, मनका अशान्तिहरू, दुःख, पीड, चिन्ता अनि समस्याहरू हट्ने गर्दछ। साथै तिनै नाउँले आज हामीले मृत्यु होइन जीवन प्राप्त गरेका छौँ। उहाँले हामीलाई सत्कर्म गर्ने र दीन दुखीहरूको सहायताको निम्ति यी हातपाउहरू दिनुभएको छ। अमृत बोल्नलाई यी ओठहरू दिनुभएको छ। राम्रो हेर्नलाई र सुन्नलाई यी कान र आँखाहरू दिनुभएको छ। परमेश्वरले मनुष्यलाई संसारमा सत्यको छ र भन्नुभयो, तर सत्य छ र सिकाइदिनुभयो। जे गर्दा दुःख हुन्छ, नोक्सान हुन्छ, त्यही गर्न सिकाइदिनुभयो। मनमा बास गर्नुहुने यिनै मनको जीवित ईश्वरलाई मृत्यु चिज वस्तु र स्थानहरूमा खोज्न सिकाइदिनुभयो। मनको मैलो पखाल्न भन्दा शरीरको मैलो पखाल्न सिकाए अनि यिनै आत्माको वचनमा डुबा भन्दा पानीमा डुब्न सिकाए। मलाई मनमा खोज भन्दा कसैले डाँडामा, कसैले खोलामा, कसैले वस्त्रमा, कसैले डोरी र धागोमा र कसैले जलमा खोज्न सिकाए। तिनीहरूको शरीर नै पवित्र आत्माको जिउँदो मन्दिर हो भन्दा विभिन्न ठाउँ ठाउँमा अनि घर घरमा मन्दिर बनाउन सिकाए। आफ्नै कृति राख्ने होडमा शत्रुतालाई लुकाएर विकृति फैलाइरहेका छन्। यो संसारमा धेरै कुरो ज्ञान दिनलाई आए, यो संसारमा धेरै कुरो ज्ञान दिनलाई आए, आफ्नै कीर्ति राख्नलाई विकृति फैलाए संसार खान सकौला।
सृष्टि र दृष्टिमा केही कुरा पनि रुक्न सक्दैन। ढाँचल उहाँको दृष्टिमा प्रष्टै देखिन्छ। भनिन्छ नि, ढाँटेको कुरा र फाटेको लुगा एक दिन अवश्य देखिन्छ। जसरी खराब र असल फल भोकबाट नै चिनिन्छ। जसले परमेश्वरको भय मान्नुहुन्छ उहाँले कहिले कसैलाई काँचन गर्नुहुन्न। वचन र व्यवहारमा र आचरणमा सबै इमान्दारी हुन्छ। गलत नियत र गलत सोच भएकाले अरूले फसाउन, आफू खुसी र सुखी बन्न, अरूलाई दुःख दिन अनि आफ्नो गल्ती ढाक्नलाई रुकाउनलाई मनुष्यले जाने जाने हजार झुटो कुराहरू गर्छन्, साथै छलकपट गर्ने गर्दछन्। यसबाट मनमा शान्ति हुँदैन न त आनन्द नै। केही समय त खुसी मिल्छ तर एकदम मिल्दैन। यसरी आफ्नै गल्ती र पापले पटक पटक जल्नुभन्दा त हाँसी हाँसी मर्नु उत्तम हुनेछ। अरूलाई रुवाएर आफू खुसी हुनुभन्दा त, अरूलाई रित्याएर आफू धनी हुनुभन्दा त आफू रित्तिएर अरूले धनी बनाउनु उत्तम हुनेछ। त्यसरी गुरु येशू धनी भइकन आफू गरीब रहनुभयो। संसारका कुराहरूले दलाउने परमेश्वरको कान छ तर सुन्नुहुन्न, मुख छ बोल्नुहुन्न, आँखा छ कसैलाई देख्नुहुन्न, नाक छ तर बाँच्नलाई सुन्न सक्नुहुन्न, अनि हात पाउ पनि देखिन्छ तर न हिँड्नुहुन्छ न गर्न सक्नुहुन्छ। त्यसले पत्थरमा अनि तस्बिरमा भर भरोसा र विश्वास गर्न सिकाउनु भयो तर फलको आशा नगर्न भनिदिनु भयो। जुन चिज वस्तुको कुनै अस्तित्व नै छैन अनि अस्तित्वमा नै छैन, साथै जे गर्न दुःख र नोक्सान हुन्थ्यो त्यसैमा बल गर्न र हुने कुरामा कल गर्न सिकाइदिनु भयो। समग्रमा भन्नुपर्दा परमेश्वरले जे नगर भन्नुभयो त्यही गर्न सिकाइदिनु भयो। अस्तित्वमै नभएकोलाई नजानेरै बुझ्ने छन्, अस्तित्वमै नभएकोलाई नजानेर बुझ्ने छन् र बुझ्ने छन् आत्माको परमात्मालाई। एक दिन सबले बुझ्ने छन्, संसार ढाक्न सक्ला।